आजको यस अन्तर्क्रिया कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुनुभएका हाम्रा सम्पूर्ण आदरणीय सर म्यामहरुमा मेरो तर्फबाट नमस्कार। आज म डेली लेसन प्लान जुन विषय रहेको छ यो विषयमा आफूले जानेको कुरालाई स्लाइड मार्फत मैले प्रस्तुत गर्न गइरहेको छु। हुन त जति पनि उपस्थित सर म्यामहरु हुनुहुन्छ प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँ सबैलाई यो कुरा थाहा छ, तैपनि मैले जानेको कुरालाई यहाँ प्रस्तुत गर्ने हैन अनुमतिको साथ अगाडि बढिरहेको छु। सबभन्दा पहिला यो डेली लेसन प्लान भनेको के हो? एक लाइनमा भन्छु म, डेली लेसन प्लान दैनिक पाठ योजना भनेको है एउटा विषय शिक्षकले आफ्नो विषयको प्रत्येक लेसनको शिक्षण सुधारको लागि बनाउने एक प्रकारको योजना हो। यसले शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा ठूलो मद्दत गर्छ, ठूलो सहयोग पुर्याउँछ। यति मात्र होइन, टिचरमा सेल्फ कन्फिडेन्स ल्याउँछ। किन ल्याउँछ भन्दाखेरि एउटा लेसन प्लानमा सबभन्दा महत्त्वपूर्ण कुरो त्यहाँ एउटा लक्ष्य हुन्छ है। त्यहाँ शिक्षकले लक्ष्य निर्धारण गर्नुहुन्छ र त्यही लक्ष्य अनुसार हैन शिक्षण सिकाइ क्रियाकलाप गर्नुहुन्छ। त्यसैले यो डेली लेसन प्लानले शिक्षकलाई कन्फिडेन्स ल्याउँछ। जब शिक्षकमा कन्फिडेन्स आउँछ शिक्षण सिकाइ क्रियाकलाप एकदम एट्र्याक्टिभ हुन्छ भन्ने कुरा राख्दै म यसलाई चाहिँ अगाडि बढाउन चाहन्छु है। डेली लेसन प्लान बनाउनको लागि पनि फर्मेट हुन्छन्, जुन फर्मेट मैले यसरी प्रस्तुत गरेको छु हैन। डेली लेसन प्लान बनाउँदाखेरि पहिलो चाहिँ विद्यालयको नाम लेख्नु पर्छ है, अर्को शिक्षकको नाम है, आफूले हैन शिक्षकको नाम भनौं, कक्षा कुन कक्षामा पढाइरहनु भएको छ त्यो कक्षाको नाम है, विषय मैले यहाँ नेपाली राखेको छु, अर्को छ पाठ, कुन पाठ, आत्मविश्वास जुन कविता छ मैले आत्मविश्वास पाठको नाम छ राखेको छु मैले, एकाइ लेख्नु पर्छ, समय 45 मिनेटको मैले यहाँ निर्धारण गरेको छ र मिति लेख्नु पर्छ है, यो सजिलो छ। अर्को पाठका उद्देश्य अब्जेक्टिभ्स है, पाठका उद्देश्यहरू के छन् पहिला त हामी अब्जेक्टिभ राख्नु पर्यो। सबभन्दा ठूलो कुरो अब्जेक्टिभ हो। अब्जेक्टिभ कसरी राख्ने हो त त्यो त शिक्षामा भर पर्ने हो है। कुन च्याप्टरको अब्जेक्टिभ के हुन सक्छ भन्ने कुरा एउटा शिक्षकले निर्धारण गर्न सक्नुहुन्छ है, शिक्षक हरूले राख्नु हुनेछ र मैले चाहिँ यसरी राखेको छु। पाठको अन्त्यमा विद्यार्थीहरू आत्मविश्वासको अर्थ बुझ्न सक्नेछ, किनकि मैले के भन्छ पाठमा चाहिँ आत्मविश्वास राखेको छु कविता, त्यसैले म यहाँ उद्देश्यमा के राखेको छु आत्मविश्वासको अर्थ बुझ्न सक्नेछ। पाठको अन्त्यमा विद्यार्थीहरू कविताको भाव सरल रूपमा व्याख्या गर्न सक्नेछन्। पाठको अन्त्यमा विद्यार्थीहरू आत्मविश्वास जुन कविता छ त्यसको महत्त्व आफ्नै शब्दमा व्यक्त गर्न सक्नेछन् है। मैले 3 वटा उद्देश्यहरू राखेको छु, 2टा पनि राख्न सकिन्छ, यदि लामो छ भने एउटा पनि उद्देश्य राख्न सकिन्छ, छोटो छ भने 4 वटा पनि राख्न सकिन्छ, तर सके 3 वटा, 2टा राम्रै हो, 2टा 3टा राख्नु होला। अर्को छ आवश्यक सामग्री है, टिचिङ मटेरियल्स, शिक्षण गराउनको लागि के टिचिङ मटेरियल्सको आवश्यक पर्छ यहाँ चाहिँ लेख्नु होला, प्रस्तुत गर्नु होला है। जुन लक्ष्य लिनु भएको छ, लक्ष्य निर्धारण गर्नु भएको छ, त्यो लक्ष्य प्राप्तिका लागि पक्कै पनि टिचिङ एक्टिभिटी चाहिँ गराउनुहुन्छ र त्यो टिचिङ एक्टिभिटिज गराउँदाखेरि के सामग्रीहरू चाहिन्छ त्यो कुराहरू यहाँ लेख्नु होला। जस्तै यहाँ पाठ्य पुस्तक भयो, ब्ल्याक बोर्ड मार्कर भयो, चित्र वा सान्दर्भिक उदाहरण भयो, डिजिटल बोर्ड भयो है। यो चाहिँ शैक्षिक सामग्रीहरू हजुरले
जुन पाठको नाम राख्नु भएको छ के रे मैले जुन पाठको नाम राखेको छु है आत्मविश्वास, त्यो आत्मविश्वास जुन पाठ छ त्यो पाठ पढाउनको लागि हामीलाई यो 4 वटा टिचिङ मटेरियलको आवश्यक पर्छ भन्ने कुरालाई मैले यहाँ प्रस्तुत गरिएको छु। यो भन्दा बढी पनि हुन सक्छ है। अर्को छ पूर्व तयारी, प्रिपरेसन। यो शिक्षकले गर्नुपर्ने हो। पाठ पढाउनु भन्दा अगाडि एउटा शिक्षकले के गर्नु पर्यो त? शिक्षकले कविता राम्रोसँग पढेर आफै बुझ्नु पर्यो है। त्यसपछि उदाहरण र प्रश्न तयार आफैले गर्नु पर्यो है। सान्दर्भिक उदाहरण के हुन सक्छ त्यो उदाहरण आफै चाहिँ ल्याउनु पर्यो है। र यसमा सम्भावित प्रश्नहरू के हुन सक्छ त्यो प्रश्न आफै चाहिँ के गर्नु पर्यो त? तयार गर्नु पर्यो। भनेपछि पूर्व तयारी कसको लागि? एउटा शिक्षकको लागि हो। अर्को छ तपाईको शिक्षण सिकाइ क्रियाकलाप। मेन चाहिँ यो रहेको छ। एउटा पाठ योजनाको सबभन्दा ठुलो कुरा भनेको शिक्षण सिकाइ क्रियाकलाप रहेको छ, जुन मैले यहाँ 4 वटा हैन सरी 4 वटा भागमा बाँडेर मैले 45 मिनेट हैन म्यानेज गरेको छु। यहाँ छ क नम्बर प्रारम्भिक चरण है 5 मिनेटको छ। जस्तै अब यसमा के गर्ने 5 मिनेटमा त? विद्यार्थीलाई सोध्ने आत्मविश्वास भनेको के हो है, आफूमा विश्वास हुँदा के हुन्छ भन्ने कुरा और भन्ने प्रश्न चाहिँ सोध्नुपर्छ हैन। अझ प्रश्न अर्को खाली हुन सक्छ, तर मैले 2टा प्रश्न चाहिँ यसरी गरेको छु। अर्को छ छोटो छलफल गराउने है। ख नम्बरमा मुख्य चरण कति मिनेटको? 25 मिनेटको राखेको छु। त्यसमा के गराउने त? शिक्षकले कविता स्पष्ट रूपमा वाचन गर्ने, विद्यार्थीलाई पालै पालो पढ्न लगाउने, कठिन शब्दहरूको अर्थ बुझाउने, कविताको भाव व्याख्या गर्ने, दैनिक जीवनसँग सम्बन्ध जोड्ने है। यस्ता क्रियाकलापहरू यो चाहिँ मुख्य चरण जुन 25 मिनेटको हुन्छ त्यो चाहिँ चरणमा शिक्षकले हैन गर्नुपर्ने हुन्छ। अर्को रहेको छ तेस्रो चरण अभ्यास चरण जुन 10 मिनेटको हुनेछ है। त्यसमा के गराउनु पर्यो त? आत्मविश्वास किन आवश्यक छ है, कविताले के सन्देश दिन्छ, विद्यार्थीबाट उत्तर लिने, सानो समूहमा छलफल गराउने है जस्ता प्रश्नहरू सोध्नुपर्छ है। जस्तै यो 10 मिनेटको चरणमा तेस्रो चरणमा विद्यार्थीबाट प्रश्न सोध्नु पर्यो। के त? आत्मविश्वास किन आवश्यक छ, कविताले के सन्देश दिन्छ, विद्यार्थीबाट हैन उत्तर लिने हो, सानो समूहमा छलफल गराउने हो। यस्ता क्रियाकलापहरू गराउनु पर्छ। अर्को छ घ नम्बरको हैन। घ नम्बर चरण 5 मिनेटको हुन्छ। यसमा चाहिँ मुख्य मुद्दाहरू पुनरावलोकन गर्ने, विद्यार्थीलाई आत्मविश्वासी बन्न प्रेरित गर्ने। 5 मिनेटको जुन समापन चरण हुन्छ यसमा चाहिँ विद्यार्थीलाई वास्तवमा के बनाउनु पर्यो? आत्मविश्वासी बनाउनु पर्यो है। राम्रो फिडब्याकहरू दिनु पर्यो। अर्को छ चाहिँ मूल्याङ्कन, इभ्यालुएसन। मूल्याङ्कनमा कसरी के गर्ने त? मौखिक प्रश्नहरू सोध्ने, विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने, आफूले के पढाएको छ, पढाएको कुरा सिक्यो सिकेन कसरी मूल्याङ्कन गर्ने त? मौखिक प्रश्न सोधेर, कक्षामा सहभागिता गराएर, छोटो लेखन कार्य केमा त? म कसरी आत्मविश्वासी बन्न सक्छु भन्ने शीर्षकमा र छोटो लेखन हैन कार्य गराएर। अर्को छ 6 नम्बरमा गृह कार्य होमवर्क, जुन चाहिँ आत्मविश्वासको महत्त्व विषयमा 100 शब्दको अनुच्छेद लेख्ने भनेर हैन होमवर्क दिने। अर्को छ लास्टमा प्रतिबिम्ब, रिफ्लेक्सन। कति विद्यार्थीले पाठ बुझ्न सके त्यो कुराको मूल्याङ्कन आफैले गर्ने, कुन विधि प्रभावकारी भयो हैन। हामीले पढाउँदाखेरि विधिहरू त धेरै प्रयोग भयो, त्यो विधि मध्ये कुन विधि उपयुक्त भयो त्यो विधिको बारेमा चाहिँ आफू चाहिँ आत्ममूल्याङ्कन गर्ने, आगामी कक्षामा के सुधार गर्ने भन्ने कुरा जस्ता के रे भन्ने कुरा चाहिँ के गर्नु पर्यो त? आत्ममूल्याङ्कन गर्नु पर्यो। ल आजको यो अन्तर्क्रिया कार्यक्रममा म यति राख्दै बिदा हुन चाहन्छु। धन्यवाद।